अलराइट सब ब्युटिफुल पिपल। म चाहिँ फाइनली अहिले चाहिँ बुर्ती ब्याङ्क छु होइन, बुर्ती ब्याङ्क ट्याक बुर्ती ब्याङ्क माथिल्लो उपल्लो बजार भन्छ होइन। म चाहिँ स्वास्थ्य लङ टाइम बस्छु। म चाहिँ बुर्ती ब्याङ्क आएर एकैचोटि भ्लग हान्दैछु होइन। बेला यो गाडीमा चाहिँ अब हाम्रो चाहिँ यात्रा चाहिँ तमानसम्म हुनेछ होइन। यता बाल्दै हेलो बाल्दै हो त ढाडामा म चाहिँ भित्र बस्छु होइन। अब त्यही त बुटोलबाट आएर चाहिँ अब सिधै म तमानतिर जाँदैछु होइन। पुरा मौसम चाहिँ एकदम खराब होला जस्तो गरेको छ होइन। हाम्रो चाहिँ लाग्छ कति घन्टा लाग्छ बाल्दै यहाँबाट 4 घन्टादेखि लाग्छ होइन। पानी पर्छ भने 2 घन्टा लाग्छ। अब यहाँबाट चाहिँ लागिन्छ होइन। ल हाम्रो चाहिँ यता हजुरआमा हुनुहुन्छ हेलो हजुरआमा म चाहिँ जाँदैछौँ होइन। गाडीभित्र पुगिसकेको अवस्था चाहिँ लाग्यो है। यहाँबाट चाहिँ बुर्ती ब्याङ्कबाट सर लाग्यो है। हाम्रो चाहिँ अहिले यता चाहिँ खास के काम हो भनेर चाहिँ अहिले भनिन्छ एकछिनमा। हाम्रो चाहिँ पुरानो पुर्खौली गाउँको खास सामान भनेको चाहिँ अब चाहिँ हामी चाहिँ बुर्ती ब्याङ्कबाट हाम्रो चाहिँ यात्रा सुरु गरेको छौँ। यता चाहिँ पुरै गाडीको लाइनै लाइट हुन्छ कि तमान खोलाको गाडी पुरै यति जान्छ। खोङखानी बङखानी पुरै यता अरू अरू ठाउँ छ होइन। सबैको ठाउँ त राम्रो थाहा भएन। जस्तै ठ्याक्कै पुग्नु बाटो छ देखाउन पाइएन। अलिक कपरेट बसिरहेको कपरेट हान्छ होइन। यस्तो खोलाको साइडको बाटो माथि पनि यस्तो धेरै बगाल। पहिला यो बाटो गएको थिएँ म माथिसम्मै गएको जान र बाइकमा गएको छु। तर तमान चाहिँ पुगेन, फर्स्ट टाइम जाँदैछु। है तमान चाहिँ इन्ट्री भएको अवस्था छ होइन। माथि चाहिँ गाउँ रहेछ, बस्तीको चाहिँ गाउँको बस्ती। बाटो चाहिँ तल तल छ होइन। त्यो के हो कता हो केही थाहा छैन। म चाहिँ चिसो छ त यार। यो माथिल्लो साइडमा चाहिँ टक्क एउटै लेभलको सर घर रहेछ होइन। हेर्दा पनि दामी ब्लक गर्न पर्छ होइन। गाडीमा छोडेपछि यो चाहिँ खुट्टा दुखेर गाडी यस्तो गाह्रो भयो। आमा पछि धाला बस्नेको हालत पाउनुहोस् क्या एकछिन आउनुहोस् एकछिन त। यो चाहिँ होटल रे अनि यहाँ चाहिँ जाऊँ होइन। यो चाहिँ पिकअप पछाडि सामान बोकेर ट्याक्क आएको छ। यो चाहिँ होटलको कुरा गर्नु पऱ्यो। हामी चाहिँ रिलेटिभ्स भएको पनि हामी चाहिँ रिलेटिभ्सको घर नजाने हालत चाहिँ यस्तो भयो। पाउनुहोस् क्या एकछिन आमा बाल्दै खै यता हेर्नु हालत धाला बस्नेको भाइ माक्सी बोल्नु त त्यही त अझ धाला बस भन्दै थियो हजुरआमा है तिरपालले झाँक्छ भनेर हेर्दा बाल्दा यस्तो भएछ हेर ब्याग पनि पैसा दिइसक्यो गाडीको। यो साइड यस्तो छ, यो साइड पनि यस्तो निट एन्ड क्लिन छ। यो साइड बगान मान्छेले त्यो टी सर्ट यस्तो फोहोर भयो चुना लगाएर यस्तो स्पेसल मान्छेले दिएको टी सर्ट यस्तो भयो। अब के गर्ने गाई छ होइन। यो चाहिँ ट्याक्कै गाउँको अर्ग्यानिक लोकल चौछ हामीले हजुरआमा त्यता हाम्रो चाहिँ काम चाहिँ नहुने भयो। एउटा राष्ट्रिय परिचय पटल गर्दाखेरि हाम्रो चाहिँ काम त्यही गर्दा तनाव भयो। अब फेरि पनि बुर्ती फर्किन पर्ने हुन्छ। यो खान्छौँ अब भोक लागेको छ होइन। खाएपछि अब चाहिँ के हुन्छ हेरौँ। एउटा भ्यू अफ तमान गाइड स्टेप यो टायरले डिस्टर्ब गऱ्यो भने करेन्ट आउँछ होला यो नाङ्गो टायरमा त हाम्रो उतातिर चाहिँ स्कुल रहेछ होइन। सो यो अनि यहाँ चाहिँ स्विमिङ पुल छ हेर्न सक्नुहुन्छ। स्विमिङ पुल जाम के चिसो नटर गइदिन्थ्यो यार। सो टर्न हाल्दा पुरा खाल्दा बनाएर के गरेको छौँ आमा बगाल बगाल दामी। यता माथि नै बस्ती छ अलिक यसो माथितिर टाइम मिलाएर यसो जानुपर्छ। यता चाहिँ रहन्छ एउटा गाडीले चाहिँ यता साइडमा रहेछ। यस गाडी चाहिँ अब ठ्याक्क गाडी आयो बिच बाटोमा एकछिन बस्दा बस्दा ठ्याक्क गाडी आयो। गाडी त उडिँदै ओराबाट आएको थियो, ओराबाट ट्याक्कै गाडी आयो। यो दिलौर लाइनको गाडी रहेछ ट्याक्क टक्कुले ओरासम्म गाडी भेट्दैन। गाडी भेटेर ट्याक्क रोकेर मान्छे नि प्याक यत्रो मान्छेको बिचमा कति गाह्रो भयो। साइडमा सिट कुली मजाले यस्तो हालत नै हस्तै भइसकेको छ पुरै धुलो लाएर हेर्न सक्छ। यताको भ्यू आमा कति धुरी छ यार। यो बबाल आमा फेरि अब चाहिँ त्यो ठ्याक्क गाडी पाइयो। अब चाहिँ बुर्ती ब्याङ्क गएर चाहिँ भोलि चाहिँ बिहानखेरि काम गर्नुपर्छ भनेको शान्ति डकुमेन्ट्स गर्दाखेरि फेरि फर्केर जानु पऱ्यो। भाडा नि 500 लाग्छ। बात त यस्तो महँगो छैन। यस्तो भ्यू चाहिँ बबाल छ क्या यताको त आमा पुरै धुरी देख्न सक्नुहुन्छ होइन। त मान्छे ऊ त्यो फेरि अर्को बाटो गएको जाने पर्ने चाहिँ त्यो तल्लो बाटो के यो दिलरको गाडी भएर त सामान झार्दै आउनु पर्नु भएर यताबाट लिएर आएको पुगिन्छ होइन। राति नै पुगिन्छ रुमसुम हेरेर सबै कुरा गरेर फेरि फर्किन पऱ्यो केही छैन केही छैन। भोलि फेरि आउनै पर्छ होइन। यस्तो आफ्नो साधन नभएर यस्तो झ्याउ पनि भयो एउटा। चेहरामा कैसे लग रहा है? कैसे लग रहा है? बढ़िया।
कति गाह्रो मान्छे कति प्याकेमा यहाँ यस्तोमा यहाँ चाह खसालेर यस्तोमा कति बसेर यसले घोचेर यार यहाँ अब त्यहाँ बस्छु हजुर होइन हाम्रो ब्याग स्याग अझ होटलभित्र राखेर हामीले होटल पनि हेरेर आएर आखिर फर्किनु पऱ्यो अनि सही होला यहाँ भोलि नै बस यस्तै गरेर ट्याक्क आउँछ भोलि आउँछ त कि सही होला ड्याङ लगाएर चल्दैन ल दिलरको सामान झार्दै नि बिहा स्याहारी चाहिँ के रहेछ गाउँमा यत्तिकै झार्दैन यतै सानोतिनो बस्ती रहेछ उहाँ आन्टीहरू टक्क डोको बोकेर आउँदै हुनुहुन्छ यताको हिमाल पछि हिमाल सब बवाल देखेछ दामी यार सही हो बवाल गाउँ देखिरहेको छ होइन तर यतातिरको मस्त भ्यू पऱ्यो भने चाहिँ एकदम बवालै देख्छ होला यो साइडको चाहिँ यता चाहिँ ट्याक्क सामान झारेको अवस्था छ यो बिहा सानै हुनुपर्छ त्यही भएर दिलहरू स्पोन्सर So right, this is a good morning, this is the next day होइन म त गाइज ब्यागै भयो भने होइन अब के गर्ने आँखा नै यस्तो बहिनी छोराको स्कुल गएर पानी अब चिसो हावा मौसम पनि जस्तै गरेको क्या त चाहिँ पुरै चिसो गरेको अवस्था छ मौसमले च्यालेन्ज गरिरहेको अब के गर्ने अब मौसमले च्यालेन्ज गरेर उमेर भएको छैन केटा हो कुछ भी होइन अहिले चाहिँ ट्याक्क हामी चाहिँ बुर्ती ब्याग आफ्नै घरतिर समुद्रबाट यस्तो के भयो यार अब यसो वाइट र भाँडामा बरु चिसोले हो कि अब हिजो पुरा यस्तो धुलोमा बसेँ नि त गाडीमा अनि त्यही भएर अब चाहिँ म चाहिँ फेरि पनि बुर्तिमाको त्यहाँ जानेछु हिजो रात फर्क्यो सिट पनि त्यस्तै भयो होइन अब त्यस्तै भयो गाइस आज मौसम पनि अलिकति यस्तै कस्तो बुस्स बसिरहेको त्यहाँसम्म चाहिँ कस्तो मस्त कुहिरो लागेको छ त्यस्तै छ होइन केटाहरूले भर्खरै बाइक धलाइदिएछ म उठाइदिइरहेको यो बाइक भर्खर त्यहाँदेखि उठ्यो फुच्यो अरे त्यहाँ कहाँ गयो त्यहाँ गइसकेको छ त्यो फुच्यो म भागिसकेको छु केटाकेटीहरू अब के गाली गर्ने हामी पनि अब बच्चाहरूलाई धलाइदिन्थ्यो होइन अरू म त धलाइदिन्थेँ यस्तै अब हाइट नपुगिन गएन अड्डाउन खोज्ने प्र्याक्टिस गर्ने जति गर्ने प्र्याक्टिस गर्थेँ तर म एकचोटि धलाइदिन्थेँ मलाई यस्तो गाडी पनि कुदाइदिन्थेँ कि ट्याक्सी साक्सी पनि कुदाइदिन्थेँ कि कुदाइदिन्थेँ भन्दा नि यतिकै रोकेँ गाडी पनि मैले ओठ सारेर अगाडि राखेपछि चाहिँ हल्का अगाडि गेयर न्युट्रलमा हालेर अनि गुर्रे गुर्काइदिन्थेँ कि त्यस्तो जोस पनि थियो मलाई अन्त कहाँ गएर रोक्ने ब्रेक के हो कलस के हो भने थाहा छैन अगाडि ढुङ्गा राखिदिनु त्यहाँ रोकिन्छ भने त थाहा छैन र त्यत्तिको हरामीसम्म चाहिँ थिएँ म चाहिँ होइन त्यस्तै हो अब बाल्यकाल भनेको त्यस्तै हो केटा हो सबैको एकदम बवालै हुन्छ अब त्यस्तै उमेर आउँदैन फेरि होइन मौसम चाहिँ एकदम बवाल भइरहेको छ है चप्पौ त्यो त सेतो रुखहरू फुलिरहेको त्यति हामी देखेन कि त्यही नै हो अब चाहिँ जान्छौँ होइन हामी चाहिँ त्यस्तै आँखा त्यस्तो बनाएर चिसो राति सुत्यो भने नि अब के हो थाहै भएन हो हाल चाहिँ यस्तो छ केटा उस ट्याक्क घर आएर फेरि यस्तो हामी बबाल पनि यस्तो भर्खर 8 बजीतिर सुतेर उठेर बहिनीलाई छोडेर आएको अब चाहिँ फेरि त्यहाँ गएर के हुन्छ कागजपत्र बन्छ कि बन्दैन यस्तै सरकारी काम यस्तो जाउँदैन तर गाउँको बाटो पनि त्यस्तै औडा पानी पऱ्यो भने फेरि त्यस्तै हुन्छ महँगो आउ जाऊ होइन फेरि हाम्रो त्यो बेला गाडी पाइयो ठ्याक्कै गाडी पाएर फ्याटो चरा आउनु सक्यो भने अब चाहिँ फेरि पनि बुझ्दै त्यहाँ जान्छौँ मेरो राष्ट्रिय पोस्ट चाहिँ सबैलाई म भन्छु एउटा जहाँ जान पऱ्यो पनि जे गरे पनि पहिला सबभन्दा पहिला फोन गरेर के हुन्छ राम्रो सोधेर बुझेर बल्ल हिँड्नुपर्छ भन्ने कुरा हो त्यही भन्छु